गाइज यो एउटा कुरा भनौँ, मान्ने हो, मान्न चाहिँ पर्छ है। मैले भनेको कुराहरू चाहिँ मान्न चाहिँ पर्छ, किन भनेपछि सबै आफ्नो भोगाइमा या बुझाइमा भनेको हुन्छु, मान्न चाहिँ पर्छ है। जो पनि यो एक्सटर्नल अफेयर्स छ नि, बिहेपछिको अफेयर्सहरूमा इन्गेज हुनुहुन्छ नि, इन्गेज नबन्नुहोस् है, नबन्नुहोस्। इन्गेज बन्यो भने घर नघाडको भइन्छ, न यता न उताको है। धोती न टोपी भन्छ नि, त्यस्तै हो क्या। तपाईहरुसँग पैसा भउन्जेल तपाईले घुमाउन लगुन्जेल, तपाईले घुमाउन्जेल, तपाईले उसलाई केही सामान किनिन्जेलसम्म मात्र हो क्या। होला तपाईलाई केही बेनिफिट होला, शारीरिक सुख होला, मेन्टल सुख होला, केही कुरा गरे पनि फोन गरेर यो गर्यो त्यो गर्यो भनेर भन्ला, तर द्याट्स नट फर अ लङ टर्म के, सस्टेनेबल होइन क्या त्यो लङ टर्म होइन क्या। त्यसले गर्दाखेरि त्यही तपाईले गरेको खर्च, त्यही तपाईले दिएको टाइम, त्यही तपाईले गरेको मेहनत चाहिँ तपाईले घरको श्रीमतीलाई गरिदिनु भयो भने त्यो जतिको खुसी केही पनि हुँदैन क्या। तपाईले चाहे एउटा सानो चक्लेटै किनेर ल्याएर घरमा दिइदिनुहोस्, त्यो मान्छे मक्ख परेर चङ्गा झैँ उठ्छन् क्या। बाहिर तपाईले अलिकति राम्रो कुरा दिनुहोस् तर पनि उसले अलिक बढी नै खोज्छ क्या। मैले यो भने होइन, मैले यो भने तै पनि ठिकै छ भनेर क्या। बुझाइ त्यस्तो हुन्छ क्या जिन्दगीमा। यस्तो हो, उनीहरूले एउटा प्रयोगको लागि, हामीले कुनै कुरा प्रयोगको लागि ल्याएको छौँ भने उनीहरूले नै हामीलाई प्रयोगै गर्ने, अप्सन्स भन्छ क्या त्यसलाई। सो डोन्ट बी एन अप्सन्स क्या। आफूले जे छ जस्तो छ रोज्यौ छोड्यौ होइन, सक्यो। विगतका कुराहरू केही गल्ती गरेको थियो भने सक्यो, रियलाइज गर्नु छ, अब रियलाइज गर्ने बेला भयो। किनभने तपाईँ बिरामी हुँदाखेरि त्यो मान्छे आएर तपाईँलाई के भयो र कसो भयो भनेर कहिले पनि गरिदिँदैन क्या। घरका श्रीमतीले नै हो एक कप तातो पानी तताएर दिने क्या। भोगाइ बोल्दैछु क्या मैले पनि गल्ती नगरे होइन, म पनि मान्छे हो, मेरोबाट पनि गल्ती हुन्छ। मैले पनि कति कुराहरू नसिके होइन, पाठ सिकेको छु मैले पनि अनेक कुराहरू। सो यस्तो उस्तो भन्दाखेरि पनि कदर गर्न सिक्नुपर्ने रहेछ समयमा पनि। किनभने जुन कुराले गर्दाखेरि अलिकति ढिलो भएको भए घरबारै सिद्धिने थियो क्या मेरो भने। सो त्यही कुरा रियलाइज गर्दैछु क्या। हरेक कुराहरू एउटा ठाउँमा गइसकेपछि सकिने गर्छ क्या। त्यो कोही कसैलाई नराम्रो भन्न खोजे होइन कि, कोही कसैले सबैको राम्रो होस्, मसँग मेरो राम्रो होस् या अरूको राम्रो होस्, सबैको राम्रो होस् क्या। कर्स गर्ने यस्तो गर्ने भन्ने छैन क्या। तर गलत गर्नेलाई चाहिँ पाप जहिले पनि लाग्छ क्या। त्यो भोगाइ मैले पनि भोग्दैछु, अरूले पनि भोग्नुपर्छ, समय आउँदैछ, सिक्नुपर्छ क्या। त्यो भएर बुझ्नु पऱ्यो हरेक कुराहरू गाइज। सो डोन्ट मेक एन एक्सटर्नल अफेयर वाइल यु आर ह्याभिङ योर वाइफ। सो बुझ्ने गर, कोसिस गर। किनभने तिमीलाई त्यो मान्छेले क्षणिक भएर हो क्या। तिमीसँग आज एक दिन पैसा नहोस्, तिमीसँग समय नहोस्, तिमीले उसलाई केही सुख दिन नसकोस्, त्यो मान्छे त्यत्तिकै टाढा हुने हो क्या। त्यो भएको भएर बुझ्ने गर। त्यो मान्छे अब एक ठाउँमा अब पैसा नदेखेको मान्छेले पैसा देख्न थाल्यो भने आत्तिन्छन् है। त्यो देख्न थालिसकेपछि मान्छेहरू बिर्सिनलाई पछि लाग्दैनन् क्या। समय आउँछ, समयले कोल्टे फेर्छ, कर्म हिट्स ब्याक भने झैँ हुने हो क्या। सो गाइज बी अलर्ट अनि डोन्ट गेट स्क्याम है। सो बी पोजिटिभ, बी ह्याप्पी, स्टे ह्याप्पी अलवेज।